तपाईहरुले नेटफ्लिक्सको नयाँ सिरिज एडोलसेन्स हेर्नुभयो। यो सिरिज केवल एउटा ड्रामा मात्र होइन, यसमा मोबाइल र इन्टरनेटको प्रयोगको लतले हाम्रा बालबालिकाहरूमा पार्ने गम्भीर असरहरूको चित्रण गरेको छ। आज हामी यो मनोरञ्जन भन्दा बाहिरको कुरा गर्नेछौँ। मोबाइल र इन्टरनेटको प्रयोगको लतले हाम्रो बालबालिकाहरूमा पार्ने शारीरिक, मानसिक र सामाजिक असरहरूको बारेमा कुरा गर्नेछौँ। मोबाइल वा इन्टरनेटको अत्याधिक प्रयोगले हाम्रो स्वास्थ्यमा, पढाइ लेखाइमा र सम्बन्धहरूमा असर पर्न थालिसक्दा पनि हामीले इन्टरनेटको अत्याधिक प्रयोगलाई नियन्त्रण गर्न सकेनौँ भने यसलाई नै मोबाइल वा इन्टरनेटको लत भनेर भनिन्छ। अर्को भाषामा यसलाई इन्टरनेट वा मोबाइल फोन एडिक्सन पनि भनिन्छ। विश्व स्वास्थ्य सङ्गठनले मोबाइल वा कम्प्युटरमा अत्याधिक गेम खेल्ने लतलाई गेमिङ डिसअर्डर भनेर रोगको रूपमा रिकग्निसन दिइसकेको छ, जुन एउटा गम्भीर कुरा हो। मोबाइल वा इन्टरनेट एडिक्सनले हाम्रो बालबालिकाहरूमा के कस्ता असर पार्छन् त? नम्बर 1, पुअर एकाडेमिक पर्फर्मेन्स, यानि कि बालबालिकाहरूको पढाइ लेखाइमा ह्रास आउनु। जामा पेडियाट्रिक्स भन्ने जर्नलमा छापिएको एक रिसर्च अनुसार धेरै स्क्रिन प्रयोग गर्ने बालबालिकाहरूको दिमागको व्हाइट म्याटरको विकासमा ह्रास आउने गर्छ, जसले पढाइ, लेखाइ, सिकाइ जस्ता कार्यहरू गर्ने गर्छ। दैनिक 3 घण्टाभन्दा बढी समय स्क्रिन टाइम प्रयोग गर्ने बालबालिकाहरूमा बालबालिकाहरूको पढाइमा ध्यान दिने, सम्झने र बुझ्ने क्षमतामा ह्रास आएको अध्ययनले जनाएको छ। यसको मतलब हो धेरै स्क्रिन टाइम यानि कि पढाइ लेखाइमा ह्रास हुनु, बालबालिकाको सोच्ने क्षमतामा ह्रास हुनु। रातको समयमा अत्याधिक रूपमा मोबाइल फोन चलाउनाले मोबाइलको स्क्रिनबाट आउने ब्लू लाइटले हामीलाई निन्द्रा लगाउने हर्मोन यानि कि मेलाटोनिनमा ह्रास आउने गर्छ। राति लामो समयसम्म मोबाइल फोन चलाएर बस्ने र उनीहरूलाई बिहान उठ्न गाह्रो हुने र एकदमै थकित भएर उठ्ने गर्छन्। राति लामो समयसम्म मोबाइल फोन चलाउनाले हामीले दिनभरि ग्यादर गरेको इन्फर्मेसनहरूलाई मेमोरीमा स्टोर गर्नको लागि चाहिने डिप आरइएम स्लिपको कमी हुने गर्छ र यसले गर्दा हाम्रा बालबालिकाहरू दिउँसो क्लासमा जागराम रहे पनि उनीहरूले त्यस क्लासमा के पढाइरहेको थियो भन्ने कुरा याद गर्न सक्दैनन्। धेरै मोबाइल फोन प्रयोग गर्नाले बालबालिकाहरूको ध्यान दिने क्षमतामा ह्रास आउने गर्छ। हार्वर्डको एक अध्ययन अनुसार धेरै स्क्रिन टाइम प्रयोग गर्ने बालबालिकाहरूको ध्यान केन्द्रित गर्ने मस्तिष्कको अङ्गहरूको विकासमा ह्रास आएको पाइएको छ। बाल मस्तिष्क तीव्र गतिमा विकास भइरहेको हुन्छ। यो विकासको क्रममा उनीहरूलाई विभिन्न थरीका अनुभवहरूको आवश्यकता पर्ने गर्छ, जसमा अनलाइन एक्टिभिटिज भन्दा पनि अफलाइन क्रियाकलापहरूबाट पाएको अनुभवहरू महत्त्वपूर्ण हुन्छ। डिजिटल मिडियाबाट पाउने सेन्सेसन्सहरू हामीले रियल लाइफ वास्तविक क्रियाकलापहरूबाट पाउने उत्तेजनाहरूभन्दा कमजोर हुन्छ। यस्ता कमजोर सेन्सेसनहरूले गर्दाखेरि हाम्रो दिमागका विभिन्न भागहरू, विशेष गरी प्रिफ्रन्टल कर्टेक्सको विकासमा ह्रास आउने गर्छ र यसले नै ध्यान केन्द्रित गर्ने, कार्य नियन्त्रण गर्ने जस्ता फङ्सनहरू गर्ने गर्छ। रोयल सोसाइटी फर पब्लिक हेल्थ युके को रिपोर्ट अनुसार धेरै सोसियल मिडिया प्रयोग गर्ने बालबालिकाहरूमा, विशेष गरी किशोरीहरूमा डिप्रेसन बढेको देखाइएको छ। अध्ययनले पत्ता लगाइएको छ कि विशेष गरी इन्स्टाग्राम र स्न्यापच्याट जस्ता सामाजिक सञ्जालहरू प्रयोग गर्ने किशोरीहरूमा डिप्रेसन, चिन्ता, एक्लोपन, बडी डिस्मर्फिक डिसअर्डर धेरै पाइएको छ। हिंसात्मक भिडियो गेमहरू खेल्ने बालबालिकाहरूमा सहानुभूतिको क्षमताको कमी पाइएको छ। अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्सको अध्ययन अनुसार यस्ता कन्टेन्टहरूले बालबालिकाहरूमा आक्रोशको भावना विकास गर्ने र असामाजिक भावनाहरू विकास गर्ने देखाएको छ। बढ्दो मोबाइल फोनको प्रयोगले गर्दाखेरि आउटडोर एक्टिभिटिज र खेलकुदलाई विस्थापित गर्दैछ। पर्याप्त मात्रामा शारीरिक क्रियाकलापको कमीले गर्दाखेरि बालबालिकाहरूमा मोटोपनको जोखिम बढ्दै गएको छ र यसले भविष्यमा निम्त्याउने मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरूको जोखिम पनि बढाउँदै गइरहेको छ। सीडीसीको तथ्याङ्क अनुसार बालबालिकाहरूले दिनमा औसतमा 7 घण्टा मोबाइल फोनको
प्रयोग गर्ने गरेको देखिएको छ र यसले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने देखिन्छ। मोबाइल फोन र इन्टरनेटको प्रयोगको लतले गर्दाखेरि बालबालिकाहरूमा सोसियल आइसोलेसन यानि कि एक्लोपन पनि बढ्दै गएको छ। अचेल टेक्स्ट, इमोजी र च्याटले वास्तविक संवाद र सञ्चारलाई विस्थापित गरेको छ र यसले गर्दाखेरि बालबालिकाहरूमा सामाजिक र भावनात्मक सिपहरूमा कमी आएको छ र यसको प्रभाव बालबालिकाहरूको भावनात्मक बुझाइमा पनि कमी आएको देखिन्छ। स्ट्यानफोर्डको एउटा अध्ययन अनुसार कम्तीमा 5 दिन स्क्रिन टाइम घटाएर हेर्ने हो भने हाम्रो भावनात्मक बुझाइमा सुधार आउने देखाएको छ। धेरै मात्रामा इन्टरनेटको प्रयोगले गर्दाखेरि हाम्रा बालबालिकाहरू साइबर बुलिङ र त्यसबाट हुने धम्की तथा अन्य दुर्व्यवहारहरूको जोखिममा पनि रहेको देखाउँछ। युनिसेफका अनुसार प्रत्येक 3 इन्टरनेट प्रयोगकर्ता मध्ये 1 जना बालबालिका रहेको पाइन्छ। यसले उनीहरूको गोपनीयता र सुरक्षामा पनि असर पारेको छ। हामीले देख्ने गरेका छौं कि हाम्रा बालबालिकाहरू मोबाइल फोनमा यति लिप्त भएका छन् कि उनीहरूले दैनिक रूपमा गर्नुपर्ने क्रियाकलापहरू पनि बिर्सिरहेका छन्। उनीहरूले समयमा खानेकुरा खान बिर्सिरहेका छन्, आफूले गर्नुपर्ने काम गर्न बिर्सिरहेका छन्। मोबाइल फोनकै प्रयोगले गर्दाखेरि आत्महत्याको भावना र आत्महत्या बढ्दैछ, परिवारहरू टुटफुट भएको छ र यसले विभिन्न अपराध समेत निम्त्याउन थालेको छ। अब हामीले के गर्न सक्छौं त? सबैभन्दा पहिले आफ्नो र आफ्नो परिवारको स्क्रिन टाइममा सीमा निर्धारण गरौं। परिवारहरू ग्यादर भएर बस्ने बेलामा, खानेकुरा खाने बेलामा वा अन्य कुनै छलफलको बेलामा सबैजनाले मोबाइल फोनलाई साइड लगाएर वास्तविक संवाद र सञ्चार गर्ने गरौं। बालबालिकाहरूले प्रयोग गर्ने स्क्रिन टाइममा अभिभावकीय नियन्त्रणको आवश्यकता परेको देखिन्छ। अभिभावकहरूले उनीहरूले मोबाइल फोन प्रयोग गर्ने समय निर्क्युल गर्नुपर्छ। बरु उनीहरूलाई पढाइ, लेखाइ, खेलकुद, संगीत जस्ता अतिरिक्त क्रियाकलापहरूमा इन्भल्भ हुनको लागि प्रोत्साहित गरौं। बालबालिकाहरूको स्क्रिन टाइम घटाउनको लागि हामीले हाम्रो स्क्रिन टाइम पनि घटाउनुपर्छ। हामी उनीहरूको अगाडि उदाहरण बन्नुपर्छ, उनीहरूसँग समय बिताउनुपर्छ, उनीहरूसँग खेलकुद र विभिन्न खेलहरू खेल्ने गर्नुपर्छ, जसले गर्दा उनीहरूको पनि स्क्रिन टाइममा कमी हुन जाओस्। र हामीले हाम्रा बालबालिकाहरूलाई कुन कुन क्रियाकलापमा समय कसरी निर्वाह गर्ने भनेर योजना बनाउन मद्दत गर्नुपर्छ र महत्त्वपूर्ण क्रियाकलापहरूमा आफ्नो टाइम खर्चिनको लागि प्रोत्साहित गर्नुपर्छ, जसले गर्दा उनीहरूको स्क्रिन टाइममा स्वतः कमी आओस्। इन्टरनेट गलत चिज होइन, तर यसको अनियन्त्रित प्रयोग खतरनाक साबित हुन सक्छ। प्रविधि भनेको आगो जस्तै हो। यदि हामीले आगोलाई राम्रोसँग चलाउन जान्यौं भने यसले विभिन्न काम दिने गर्छ, तर यदि हामीले आगोलाई चलाउन जानेन भने यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ। प्रविधिमा पनि यही कुरा लागू हुन्छ। आउनुहोस् हामी हाम्रा बालबालिकाहरूसँग समय बिताएर हेरौं। टेक्नोलोजीको युजफुल प्रयोग कसरी गर्न सकिन्छ त भन्ने विषयमा चिन्तन सुरु गरौं र अगाडिको बाटो निर्क्युल गरौं।